त्यो बेहुली थियो नि त्यो अर्कै ठाउँमा भागेछ के गर्लफ्रेन्डसँग गएर के गर्नु केटी मान्छेले हो नि त खाएको त अनि केटाले केटीले गाउँको एउटा बदमास केटा रहेछ अरे कि त्यो चाहिँ गएर छतमा सुसु गरिरहेछ अरे आज चाहिँ हामी एउटा स्टोरी बनाउँछौँ होइन त आफैहरू कुन शब्दबाट निकाल्नेछु विवाह एउटा गाउँमा चाहिँ होइन पानी पर्दै परेन छ अरे क्या अनि त्यसपछि उनीहरूले चाहिँ के सोचेछ अरे भने ल हामीले चाहिँ सबैजनाले भ्यागुता खोजौँ अनि भ्यागुताको बिहा गरिदिउँ भनेर सोचेछ अरे लु भन त्यो भ्यागुता त यस्तो परेछ कि के भन्ने है अनि त्यो धेरै उफ्रेर त्यो जुन चाहिँ भ्यागुता बिहा गर्न आएको कि को अनि भ्यागुताको बुढी जुन चाहिँ बिहा गर्नुपर्ने थियो त्यो बेहुली थियो नि त्यो अर्कै ठाउँमा भागेछ कि अनि अर्कै ठाउँमा भागेपछि तिमी भन त्यसपछि भागेछ होइन भागेपछि बिहा त भएन नि त अब बिहा नभएपछि पानी कसरी पर्छ त अनि पानी नै परेन छ अनि पानी नपरे पनि अब पानी परेन भनेर पुरा तनाव लिइरहेको रहेछ अरे क्या भरे त सबैजना तनाव लिएर भित्र उसमा बसिरहेको अरे क्या होइन एउटा रुममा अनि जस्ताको थियो अरे क्या अनि प्यारारा गऱ्यो अरे है ल बिहा नभए पनि ल पानी पर्यो त भनेर सबजना खुसी भएछ अरे क्या पछि त यसो बाहिर निस्किँदा त गाउँको एउटा बदमास केटा रहेछ अरे कि त्यो चाहिँ गएर छतमा सुसु गरिरहेछ अरे अनि त्यो सुसु गरेर होइन अनि सुसु गरेपछि अनि त्यहाँबाट अनि यतापट्टि सुसु गरिरहेको थियो अरे तलपट्टि अनि एकजना मान्छे पानी भरिरहेको थियो अरे कि पानी भरिरहेको थियो अरे माथिबाट पनि पानी आइरहेछ भनेर उसले अर्को भाँडा पनि ल्याएर यता थापिरहेको रहेछ होइन अनि त्यो थाप्दै अनि त्यसपछि अनि त्यो थापेपछि अनि घरमा अब जानु पऱ्यो नि त अनि गइरहेको रहेछ होइन बाटोमा जाँदै गर्दाखेरि आइमी आयो अरे आएपछि अनि आइमै आयो अरे अनि त्यसपछि पानी नपरेको कति भयो नि त अनि पानीहरू पनि खासै आइरहेको थिएन अरे क्या धारोमा होइन अनि उसलाई एकदम प्यास लागिरहेको थियो अरे क्या त्यसलाई अनि त्यसपछि मलाई एकदम धेरै प्यास लाग्यो भाइ त्यो पानी देऊ न भनेर भनेछ अरे होइन अनि त्यसपछि त्यो पानी लिएर अनि खाएछ अनि उसले चाहिँ अनि के भयो त्यसपछि खाएछ अरे होइन खाएपछि अब हो खाएछ अरे कि अनि खाएपछि त वा आज त क्या तिर्खा मेटाइयो भनेर मक्ख परेर यसो वा आज मजा आयो भनेर यसो हुन्छ त खाडबाट त भन्डुङ्ग लडेछ अरे भरे यो त सबै सपना पो रहेछ अरे सपना देखेर सपनामा पनि अब त्यस्तो खाएको भयो नि त अब अलिकति उसले चाहिँ इनर्जी आएछ कि उसलाई चाहिँ अब त्यो खाएको भयो सपनामा चाहिँ अनि ओहो भनेर पुरा बडी फुलाएछ कि यहाँ गरेर बडी फुलाएछ होइन अनि त्यसपछि अनि त्यहाँबाट अनि त्यसपछि अनि उसको एकजना गर्लफ्रेन्डसँग गयो अरे के गर्लफ्रेन्डसँग गएर के गर्नु केटी मान्छेले हो नि त खाएको त अनि केटाले केटीले भन्दै कहाँ पुग्यो केटाले खाएको केटीले ल बाई बाई